नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो युट्युब च्यानल आर्य सोल्युसनमा। आज फेरि तपाईहरुको माझमा एउटा नयाँ भिडियो लिएर आइसकेको छु। यो भिडियो रहेको छ क्लास 8 को विद्यार्थी भाइ-बहिनीहरुको लागि। तपाईहरुसँग यदि निमाविली छ भने निमाविलीको सेट 6 विषय विज्ञान र प्रविधि साइन्स एन्ड टेक्नोलोजी भन्ने सब्जेक्टमा दिएको मोडेल क्वेशनहरु सेट 6 पल्टाउनु होला। निमाविलीद्वारा बेरासेको तपाईले स्क्रिनमा हेर्दिनुहुन्छ। यो चाहिँ निमाविलीको किताब भइहाल्यो। निमाविली यहाँ चाहिँ 2082 लेखेको छ र विषय साइन्स र सेट 6 का चाहिँ ग्रुप ए बी सी डी चारवटै ग्रुपको चाहिँ एउटै भिडियोमा तपाईहरुले म चाहिँ सम्पूर्ण प्रश्नहरुको उत्तर चाहिँ हेराउन गइराखेको छु। तपाईहरुले म फेरि भन्न चाहन्छु यो चाहिँ निमाविली सोलुसन रहेको छ 2082 को सेट 6 को रहेको छ। मोडल क्वेशन सेट 6 को सम्पूर्ण प्रश्नको उत्तर यस भिडियोमा तपाईहरुले अहिले नै हेर्न सक्नुहुन्छ। तपाईहरुको एक्जाममा चाहिँ समय 2 घण्टा हुन्छन्, पूर्णांक चाहिँ 50 मार्क हुन्छन् र अल द क्वेशन्स आर कम्पल्सरी। समूह क ग्रुप ए यहाँ ग्रुप ए मा आइसकेको छु। ग्रुप ए मा रहेको छ बहुवैकल्पिक प्रश्नहरु मल्टिपल चोइस क्वेशन जसमा 10 वटा प्रश्न हुन्छ र प्रत्येक प्रश्न चाहिँ 1 मार्क हुन्छन् अर्थात जम्मा 10 मार्क हुन्छन्। र ग्रुप ए मा चाहिँ भनेको छ तलका प्रश्नको सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्। सर्कल द करेक्ट आन्सर टु द फलोइङ। ग्रुप ए को चाहिँ पहिलो क्वेशन ए मा रहेको छ कुनै विशेष घटना किन हुन्छ भनेर व्याख्या गर्न प्रयोग गरिने अनुसन्धानलाई के भनिन्छ? डट यहाँ छ भनिन्छ द रिसर्च विच इज युज्ड टु एक्सप्लेन व्हाई अ पार्टिकुलर फेनोमेनन अकर्स इज कल्ड। यसको आन्सर हुन्छ व्याख्यानात्मक अनुसन्धान एक्सप्लेनेटरी रिसर्च यसलाई भनिन्छ। त्यस्तै कि यहाँ बी मा भनेको छ द टेक्नोलोजी दैट स्टोर म्यानेज एन्ड प्रोसेस डाटा टु गेट इन्फर्मेसन इज नाउन एज डट यहाँ भनेको छ। यसको आन्सर हुन्छ इन्फर्मेसन टेक्नोलोजी। त्यस्तै यहाँ सी मा भनेको छ which of the following is the method of biodiversity conservation in the central zoo ज्वालाखेल। यसको आन्सर हुन्छ एक्स C2 कन्जर्भेसन। यसमा चारवटा अप्सन हुन्छ र चारवटा अप्सन मध्ये चाहिँ यो आन्सर सही छ भनेर यहाँ करेक्ट आन्सर मात्र लेखिएको छ। त्यस्तो कि यहाँ डी मा भनेको छ which of the following is the एक्सिलरेसन which of the following is the acceleration तलमध्ये कुन परिवेको। यसको आन्सर हुन्छ v - u/t जुन भनेको परिवेको फर्मुला हो फाइनल भेलोसिटी माइनस इनिशियल भेलोसिटी बाइ टाइम टेकन। फाइनल भेलोसिटीबाट इनिशियल भेलोसिटी घटायो र टाइम डिभाइड गर्यो भने त्यो चाहिँ परिवेग एक्सिलरेसन निस्किन्छ। त्यही भएर यसको सही जवाब भनेको v - u/t हुन्छ। क्वेशन डी को टी पछि ई मा रहेको छ द फिक्स पोइन्ट अबाउट व्हिच अ लिभर क्यान रोटेट फ्रीली इज कल्ड। उत्तोलक ड्याएको बिन्दुलाई के भनिन्छ? फिक्स पोइन्ट अबाउट व्हिच लिभर क्यान रोटेट लिभरलाई रोटेट गर्न सकिन्छ त्यो पोइन्टलाई चाहिँ के भन्छ भन्दाखेरि त्यसलाई फलक्रम भनिन्छ। एफमा रहेको छ तलमध्ये राइबोसोमको कार्य कुन हो? व्हिच अफ द फलोइङ इज द फंक्सन अफ राइबोसोम। राइबोसोमको काम के हुँदाखेरि राइबोसोमको काम हो प्रोटिन संश्लेषण गर्नु टु सिन्थेसाइज प्रोटिन। राइबोसोमलाई चाहिँ प्रोटिन फ्याक्ट्री पनि भनिन्छ। त्यस्तै जीमा भनेको छ दिएको चित्रको अध्ययन गरी तरलको घनत्व पत्ता लगाउनुहोस्। यहाँ डेन्सिटी अफ लिक्विड डेन्सिटी निकाल्न भनेको छ लिक्विडको जसमा पिक्चर देखाएको छ। यो एउटा बिकर हो जसमा डेप्थ दिएको छ 2 मिटर जुन भनेको इंचको काम गर्छ। अनि यो भनेको पास्कल प्रेसर दिएको छ न्युटन पर मिटर स्क्वायर। यो प्रेसरको युनिट हो। पास्कल पनि यसको युनिट हुन्छ। प्रेसर दिएको छ। यहाँ चाहिँ ग्राभिटी दिएको छ पी दिइहाल्यो हैन एच दिइहाल्यो भने हामी डी निकाल्न सक्छौँ। पी बराबर एच इन्टु डी इन्टु जी एच डीजी फर्मुला प्रयोग गरेर। त्यस्तै यसमा भनेको छ यसपछि यहाँ आन्सर 900 किलोग्राम पर किलोमिटर लेखेको छ जुन यसको क्याल्कुलेट गरेपछि यति आन्सर आउँछ। यसमा भनेको छ तलका मध्ये नाइट्रिक अम्लका उपयोगिता कुन कुन हुन्? व्हिच अफ द फलोइङ आर द युजेस अफ नाइट्रिक एसिड। नाइट्रिक एसिडको चाहिँ प्रयोग विस्फोटक पदार्थ बनाउन र रासायनिक मल बनाउन प्रयोग गरिन्छ टु मेक एक्सप्लोसिभ एन्ड टु मेक केमिकल फर्टिलाइजर। त्यस्तै एममा भनेको छ तल दिएका मध्ये कुन कथन सही छ? व्हिच वान अफ द फलोइङ स्टेटमेन्ट इज करेक्ट। यसको आन्सर हुन्छ कार्बन र फलामको मिश्रणलाई स्टिल भनिन्छ। यहाँ भनेको छ द मिक्सचर अफ कार्बन एन्ड आइरन इज कल्ड स्टिल। कार्बन र आइरन मिलेर चाहिँ स्टिल बन्छ। जस्तो कि ब्रोन्ज भयो जस्तै ब्रोन्जमा कपर प्लस टिन हुन्छ र ब्रासमा चाहिँ कपर प्लस जिंक हुन्छन्। त्यस्तै चाहिँ यहाँ स्टिलमा चाहिँ कार्बन प्लस आइरन कार्बन र आइरन चाहिँ मिलेर स्टिल बनेको हुन्छन् जुन चाहिँ कथन यो चारवटा मध्ये कथन चाहिँ सही रहेको छ। ग्रुप ए को चाहिँ अन्तिम प्रश्नमा रहेको छ कोइलालाई किन ऊर्जा प्रदायक खनिज भनिन्छ? व्हाई इज कोल कल्ड इनर्जी गिभिङ मिनरल्स। यसको आन्सर छ यो ऊर्जा प्राप्त गर्न प्रयोग गरिन्छ र खानीमा पाइन्छ। इट इज used for getting energy and found in
माइन्स। अहिले तपाईँहरूले ग्रुप ए को एदेखि जेसम्म 10वटा प्रश्नहरूको मल्टिपल चोइस क्वेसन 10वटाको आन्सर तपाईँले हेर्नुभयो। अब ग्रुप ए पछि चाहिँ ग्रुप बीतिर लागिरहेको छु। अब तपाईँले ग्रुप बी हेर्न सक्नुहुन्छ। ए पछि ग्रुप बीमा आइसकेको छु र ग्रुप बीमा रहेको छ धेरै छोटो उत्तरात्मक प्रश्नहरू, भेरी सर्ट आन्सर क्वेसन्स। ग्रुप बीको चाहिँ क्वेसन नम्बर 2 मा रहेको छ दोहोरो गर्भाधान भनेको के हो, व्हाट इज डबल फर्टिलाइजेसन। यसको आन्सर हुन्छन् डबल फर्टिलाइजेसन इज अ कम्प्लेक्स फर्टिलाइजेसन प्रोसेस इन फ्लावरिङ प्लान्ट्स वेयर one male gamete fuse with the egg cell and another fuse with two polar nuclei. ग्रुप बी को चाहिँ क्वेसन नम्बर 3 मा रहेको छ राइट एनी टू मेथड्स अफ सीड डिस्पर्सल। यसको आन्सर हुन्छन् डिस्पर्सल बाई विन्ड एन्ड डिस्पर्सल बाई एनिमल। क्वेसन नम्बर चाहिँ 4 मा रहेको छ बर्डिङलाई अमैथुनिक प्रजनन भनिन्छ किन, बर्डिङ इज कल्ड असेक्सुअल रिप्रोडक्सन भए। यसको आन्सर हुन्छ बर्डिङ इज कल्ड असेक्सुअल रिप्रोडक्सन बिकज इट इन्भल्भ्स ओन्ली one parent and does not require the fusion of male and female gametes। क्वेसन नम्बर चाहिँ 4 पछि 5 मा रहेको छ हर्ज र मेगा हर्ज बीचको सम्बन्ध लेख्नुहोस्, राइट डाउन द रिलेसनसिप बिट्विन हर्ज एन्ड म्याग्नेट मेगा हर्ज। यसको आन्सर हुन्छ 1 मेगा हर्ज इक्वल टु हर्ज भनेको छन् भनेको 6वटा चाहिँ 0 1 10 100 1000 10,000 लाख 10 लाख भनेको 10 लाख चाहिँ हर्ज हुन्छन्। 1 मेगा हर्जमा 1000 किलो हर्ज हुन्छ र 1 किलो हर्जमा चाहिँ 1000 मेगा हर्ज हुन्छ भनेको यहाँ 2वटा 1000 छ 1 मेगा हर्जमा कन्भर्ट गर्नुको लागि, अनि त्यो चाहिँ रिलेसन रहेको छ। त्यस्तै क्वेसन नम्बर 6 मा रहेको छ ध्वनिलाई असर पार्ने दुई तत्त्वको नाम लेख्नुहोस्, राइट एनी टू फ्याक्टर्स एफेक्टिङ साउन्ड। यसको आन्सर हुन्छ टेम्परेचर अफ द मिडियम एन्ड डेन्सिटी अफ द मिडियम। टेम्परेचर, डेन्सिटी, ह्युमिडिटी यिनीहरू चाहिँ साउन्डलाई इफेक्ट गर्छ। त्यस्तै क्वेसन नम्बर 7 मा रहेको छ फ्युज र एमसिबी बीच फरक लेख्नुहोस्, र डिफरेन्ट बिट्विन फ्युज एन्ड एमसिबी भनेको छ फ्युजको चाहिँ फ्युज मेल्ट एन्ड मस्ट बी रिप्लेस्ड आफ्टर अ फल्ट while an MCB miniatures circuit breaker is a switch that trips and can be simply reset without replacement। क्वेसन चाहिँ 8 मा रहेको छ म्याग्नेसियम बाइकार्बोनेटको अणुसूत्र लेख्नुहोस्, राइट डाउन द मोलिकुलर फर्मुला अफ म्याग्नेसियम बाइकार्बोनेट। यसको फर्मुला हुन्छ MgHCO3 MgHCO3 यसको फर्मुला हो। त्यस्तै क्वेसन नम्बर 9 मा रहेको छ प्यालियोजोइक इरा र मेसोजोइक इरा बीच एक बुन्दामा तुलना गर्नुहोस्, कम्पेयर प्यालोजोइक इरा एन्ड मेसोजोइक इरा इन प्लान्ट। यसको आन्सर हुन्छ द प्यालोजोइक इरा इज नाउन एज द इरा अफ इन्भर्टिब्रेट्स एन्ड एम्फिबियन्स while the Mesozoic era is known as the era of reptiles dinosaur। ग्रुप बी पछि ग्रुप सी मा चाहिँ आइसकेको छु र ग्रुप सी मा चाहिँ रहेको छ छोटो उत्तरात्मक प्रश्नहरू, शॉर्ट आन्सर क्वेसन्स। र ग्रुप सी को चाहिँ क्वेसन नम्बर 10 मा रहेको छ हामीले प्रयोगशालामा प्रयोगात्मक कार्य गर्दा एप्रोन, चस्मा र पन्जा लगाउनुपर्छ किन, व्हाई शुड वी वेयर एप्रोन, ग्लासेस एन्ड ग्लोभ्स व्हाइल वर्किङ इन ल्याबोरेटरी। यसको आन्सर रहेको छ वी शुड वेयर देम टु प्रोटेक्ट आवर स्किन, आइज एन्ड क्लोथ फ्रम एक्सिडेन्शियल केमिकल्स, स्प्ल्यासेस, बर्न और टक्सिक सब्सटान्सेस। क्वेसन नम्बर 10 पछि क्वेसन नम्बर 11 मा रहेको छ रोबोटिक्स भनेको के हो, रोबोटिक्स भनेको के हो यसको महत्त्व लेख्नुहोस्, व्हाट इज रोबोटिक्स, राइट इज इम्पोर्टेन्स। यसको आन्सर रहेको छ रोबोटिक्स इज द ब्रान्च अफ टेक्नोलोजी द्याट डिल्स विथ द डिजाइन, कन्स्ट्रक्सन एन्ड अपरेसन अफ रोबोट। इट्स इम्पोर्टेन्स लाइक इन परफर्मिङ डेन्जरस हाई प्रिसिजन और रिपिटिभ टास्क द्याट आर डिफिकल्ट फर ह्युमन्स। क्वेसन नम्बर 12 मा रहेको छ राइट एनी टू एडभान्टेज अफ सोसल मिडिया। आन्सर रहेको छ इट एलाउज इन्स्ट्यान्ट कम्युनिकेसन विथ पिपल ग्लोबली। 2 मा रहेको छ इट सर्भ्स एज अ प्लेटफर्म फर लर्निङ, न्युज एन्ड इन्फर्मेसन्स सेयरिङ। क्वेसन नम्बर 13 मा रहेको छ वाइ इज मसरुम कल्ड अ स्याप्रोफाइटिक प्लान्ट। मसरुमलाई किन मृत
मृतजोवी वनस्पति भनिन्छ। यसको आन्सर रहेको छ मसरुम आर कल्ड सैप्रोफाइटिक बिकज दे क्यानोट मेक देयर ओन फुड एन्ड इन्स्टेड एब्जर्ब न्युट्रिएन्ट्स फ्रम डेड एन्ड डिकेइङ अर्ग्यानिक म्याटर्स। मसरुमलाई सेप्रोफाइटिक प्लान्ट भनिन्छ किनभने मसरुमले आफ्नो खाना आफै बनाउन सकिँदैन। मसरुम नन ग्रिन प्लान्ट हो र यसले चाहिँ आफ्नो खाना आफ्नो चाहिँ न्युट्रिएन्ट्स चाहिँ यो डेड मरेको र सडे गरेको वस्तुहरूबाट आफ्नो न्युट्रिएन्ट्स चाहिँ एब्जर्ब गरेर हैन चाहिँ बाँचेको हुन्छन्। त्यस्तै क्वेसन नम्बर 14 मा रहेको छ नेपालमा कुनै दुईवटा सङ्घ छन् क्षेत्रको नाम लेख्नुहोस्। राइट एनी टु कन्जर्भेसन एरिया अफ नेपाल। यसको आन्सर रहेको छ अन्नपूर्ण कन्जर्भेसन एरिया र अर्को रहेको छ कञ्चनजङ्घा कन्जर्भेसन एरिया। त्यस्तै क्वेसन नम्बर 15 रहेको छ राइट द मेजर फङ्सन अफ न्युक्लियस। न्युक्लियसको मुख्य कार्यहरू लेख्न भनेको छ। इट कन्ट्रोल अल सेलुलर एक्टिभिटिज एन्ड मेटाबोलिजम हुन्छ र अर्को छ इट क्यारी जेनेटिक इन्फर्मेसन फर रिप्रोडक्सन एन्ड ग्रोथ। अर्को क्वेसन नम्बर 60 मा रहेको छ घनत्व र सापेक्षिक घनत्व बीच कुनै एक फरक लेख्नुहोस्। राइट एनी वान डिफरेन्स बिट्विन डेन्सिटी एन्ड रिलेटिभ डेन्सिटी। यसको आन्सर रहेको छ डेन्सिटी इज द मास पर युनिट भोल्युम अफ अ सब्सटेन्स व्हाइल रिलेटिभ डेन्सिटी इज द रेसियो अफ द डेन्सिटी अफ सब्सटेन्स टु डेन्सिटी अफ वाटर। क्वेसन नम्बर 17 मा रहेको छ तपाईलाई आँखा छोपेर कुनै कोठामा राख्यो भने उक्त कोठा खाली वा सामानहरू राखेको छ भने ध्वनि उत्पादन गरी कसरी पत्ता लगाउनुहुन्छ हैन। यहाँ भनेको छ एउटा सामान एउटा रुममा चाहिँ सामान भरेको छ एउटा रुममा चाहिँ सामान छैन पुरै खाली छ भने साउन्ड प्रोड्युस गरेर कसरी पत्ता लगाउन सक्नुहुन्छ कि यो यसमा चाहिँ सामान छ कि रुम खाली छ भनेर। आन्सर रहेको छ आई क्यान फाइन्ड आउट बाई लिसनिङ टु द इको। जुन इको आउँछन् रिटर्निङ साउन्ड आउँछन् त्यो इकोबाट हामी चाहिँ इको सुनेर हामी पत्ता लगाउन सक्छौँ। अर्को चाहिँ यहाँ के भन्नु भन्दाखेरि इन एम्प्टी रुम खाली रुममा इन एम्प्टी रुम द साउन्ड रिफ्लेक्ट क्लियरली अफ द वाल क्रिएटिङ अ डिस्टिङ्क्ट इको। यहाँ भनेको छ जुन खाली रुम हुन्छन् त्यो खाली रुममा चाहिँ इको आउँछन् समान यो साउन्ड चाहिँ रिफ्लेक्ट हुन्छन् जुन चाहिँ रुम खाली छ। अर्को भनेको छ इन अ रुम फिल्ड विथ फर्निचर। यहाँ फर्निचर लेखेको छ तर यहाँ क्वेसनमा चाहिँ फर्निचर भनेको छैन। यहाँ यो चाहिँ मिस्टेक भएको छ। यहाँ यो बुझ्नुपर्छ हामीलाई कि यदि रुममा सामानले फिल भएको छ भरेको छ भने के हुन्छ भन्दाखेरि साउन्ड इज एब्जर्ब एन्ड स्क्याटर्ड रिजल्टिङ इन लिटल टु नो इको। यहाँ के भन्छ भन्दाखेरि यदि रुममा सामान भरेको छ भने त्यो सामानले साउन्डले एब्जर्ब गर्छ र साउन्डलाई चाहिँ रिफ्लेक्ट हुन दिँदैन अर्थात् इको प्रोड्युस हुँदैन। यदि इको प्रोड्युस भएन भने हामी के बुझ्छौँ यो रुममा सामान छ। यदि इको प्रोड्युस भइराखेको छ भने हामी के बुझ्छौँ यो रुममा सामान छैन भने इकोबाट हामीले बुझ्न सकिन्छन्। ग्रुप सी पछि चाहिँ ग्रुप डीमा आइसकेको छु। ग्रुप डीमा चाहिँ रहेको छ समूह। ग्रुप डीमा रहेको छ लामो उत्तरात्मक प्रश्नहरू लङ आन्सर टाइप क्वेसन्स। ग्रुप डीको चाहिँ पहिलो क्वेसन रहेको छ क्वेसन नम्बर 18 मा राइट डाउन द एप्लिकेसन अफ भाइबर व्हाट्सएप फेसबुक एन्ड ट्विटर। भाइबर व्हाट्सएप फेसबुक र ट्विटरको युज लेख्न भनेको छ। यसको आन्सर हुन्छ दिज आर सोसल मिडिया एन्ड मेसेजिङ प्लेटफर्म युज फर इन्स्ट्यान्ट कम्युनिकेसन सेयरिङ फोटो भिडियो भोइस एन्ड भिडियो कलिङ एन्ड स्टेइङ अपडेटेड विथ ग्लोबल न्युज एन्ड ट्रेन्ड। क्वेसन नम्बर 19 मा रहेको छ What is the shortest and longest wavelength of the sound which can be heard by human ear? The speed of sound in air is 332 meter per second and the minimum and maximum frequency of the sound which can be heard by humans ear are 20 Hz and 20 kHz respectively. आन्सर रहेको छ स्पिड चाहिँ यहाँ दिएको थियो 332 मिटर पर सेकेन्ड र मिनिमम फ्रिक्वेन्सी चाहिँ दिएको छ 20 हर्ज र म्याक्सिमम फ्रिक्वेन्सी चाहिँ दिएको छ 20 किलो हर्ज। त्यो 20 किलो हर्जले चाहिँ यसै युनिटमा लाग्नुपर्छ र 1 किलो हर्ज बराबर 1000 हर्ज हुन्छ भने 20 किलो हर्ज भनेको 20000 हर्ज भयो। यहाँ यति चिज चाहिँ यसमा दिएकै छ किन यो प्रश्नमा यति कुरा चाहिँ दिएको छ नि म्याक्सिमम र मिनिमम। यहाँ चेन्ज गर्नुपर्ने के छ भन्दाखेरि जुन म्याक्सिमम फ्रिक्वेन्सी दिएको छ नि किलो हर्जमा त्यसलाई चाहिँ हर्जमा लाग्न नबोल्नु होला है। 1 किलो हर्ज बराबर 1000 हर्ज हुन्छ भने 20 किलो हर्ज बराबर 20000 हर्ज। यहाँ चाहिँ मिनिमम फ्रिक्वेन्सी चाहिँ यहाँ 20 हर्ज यो हर्जमा दिएकै छ। यहाँ किलो हर्जलाई हर्जमा लगेको छ। अब यहाँ लङ्गेस्ट वेभलेन्थ र सर्टेस्ट वेभलेन्थ निकाल्न भनेको छ। त फर्स्ट लङ्गेस्ट वेभलेन्थको हैन लङ्गेस्ट वेभलेन्थको लागि म्याक्सिममको लागि चाहिँ फर्मुला हुन्छ भेलोसिटी बाइ मिनिमम फ्रिक्वेन्सी।
भ्यालु इज साउन्ड र मिनिमम फ्रिक्वेन्सी। यदि म्याक्सिमम वेभलेन्थ भनेको छ, लङ्गेस्ट वेभलेन्थ भनेको छ भने त्यसको लागि मिनिमम फ्रिक्वेन्सी लिन्छौँ हामी। अब यहाँ भ्यालु पुट गरेपछि 16.6 मिटर आउँछ। अब क्यालकुलेसन फर सर्टेस्ट वेभलेन्थ, यहाँ सर्टेस्ट वेभलेन्थ भनेको छ भने यसको पनि फर्मुला v/f हुन्छ। वेभलेन्थ बराबर भेलोसिटी अफ साउन्ड बाइ फ्रिक्वेन्सी हुन्छ। अब यहाँ वेभलेन्थ भनेको सर्टेस्ट भनेको छ भने यहाँ म्याक्सिमम फ्रिक्वेन्सी हामी लिन्छौँ। सर्टेस्ट वेभलेन्थको लागि किन यहाँ म्याक्सिमम फ्रिक्वेन्सी हुन्छ र यहाँ म्याक्सिमम फ्रिक्वेन्सीको भ्यालु पुट गरेको छ। यहाँ चाहिँ भेलोसिटी अफ साउन्डको भ्यालु पुट गरेको छ र डिभाइड गरेपछि 0.0166 मिटर आउँछ। आन्सर भयो। द लङ्गेस्ट वेभलेन्थ भनेको 16.6 मिटर हो र सर्टेस्ट वेभलेन्थ भनेको 0.0166 मिटर हो। क्वेसन नम्बर चाहिँ 20 मा रहेको छ, दिएका तत्त्वको आधारमा तलका प्रश्नहरूको उत्तर दिनुहोस्। आन्सर द फलोइङ क्वेसन्स अन द बेसिस अफ द गिभन एलिमेन्ट। यहाँ तीनवटा एलिमेन्ट छ, सोडियम, अल्मुनियम र क्लोरिन। एमा छ सोडियम, बीमा छ अल्मुनियम, सीमा छ क्लोरिन। यहाँ सबै एलिमेन्टको सिम्बल दिएको छ। अब 20 को एमा रहेको छ, वाट इज द भ्यालेन्सी अफ द एलिमेन्ट एबीसी। एमा जुन सोडियम छ, बीमा अल्मुनियम र सीमा क्लोरिन छ, तिनीहरूको चाहिँ भ्यालेन्सी कति कति हुन्छन् भन्ने यहाँ भनेको छ। यहाँ भ्यालेन्सी एमा चाहिँ सोडियम छ जसको भ्यालेन्सी चाहिँ 1 हुन्छ र बीमा चाहिँ अल्मुनियम छ यसको भ्यालेन्सी 3 हुन्छ 3 र सीमा छ क्लोरिन त्यसको भ्यालेन्सी चाहिँ 1 हुन्छ। यसको चाहिँ बीमा रहेको छ, नेम द कम्पाउन्ड फर्मड बाइ द कम्बिनेसन अफ एलिमेन्ट बी एन्ड सी। र बी र सी मिलेर चाहिँ कुन कम्पाउन्ड बन्छन्। बीमा भनेको अल्मुनियम र सीमा छ क्लोरिन, अर्थात् अल्मुनियम क्लोरिन मिलेर चाहिँ कुन कम्पाउन्ड बन्छन् यसको आन्सर रहेको छ द कम्पाउन्ड फर्मड इज अल्मुनियम क्लोराइड AlCl3। AlCl3 यो 3 लाई चाहिँ तल लेख्नु होला AlCl अनि तलमा AlCl अनि तलमा 3 लेख्नु होला अल्मुनियम क्लोराइड। त्यस्तै सीमा भनेको छ, राइट डाउन द पोजिसन अफ द एलिमेन्ट बी इन द मोडर्न पिरियोडिक टेबल। बी को पोजिसन, बी भनेको अल्मुनियम थियो जसको पोजिसन चाहिँ पिरियोडिक टेबलमा के छ भन्दाखेरि एलिमेन्ट बी अल्मुनियम इज पिरियड 3 एन्ड ग्रुप 713। यहाँ अल्मुनियम चाहिँ पिरियड 3 रहेको छ र ग्रुप चाहिँ थर्ड ए रहेको छ र ग्रुप चाहिँ 13 यहाँ लेखिएको छ। त्यसपछि क्वेसन नम्बर 20 को एमा रहेको छ, 21 को एमा what is the temporary hardness of water, what happens when the sodium carbonate is mixed in permanent hard water। यसको आन्सर हुन्छ temporary hardness is caused by dissolved calcium and magnesium bicarbonate which can be removed by boiling। when sodium carbonate washing soda sodium carbonate is also known as washing soda is added to the permanent hard water, it react with dissolved calcium, magnesium chloride or sulfate to form insoluble precipitate thereby removing the hardness। क्वेसन 21 को बीमा रहेको छ, राइट एनी टू फिचर्स अफ हार्ड वाटर। टू फिचर्स अफ हार्ड वाटर यसको आन्सर रहेको छ, इट डजन्ट प्रोड्युस ल्यादर फर्म इजिली विथ सल्ट, इट कन्टेन्स डिजोल्भ मिनरल्स लाइक क्याल्सियम एन्ड म्याग्नेसियम छ। क्वेसन नम्बर 21 भनेको लास्ट 21 को बी लास्ट क्वेसन थियो र यसले चाहिँ सेट 6 का सम्पूर्ण प्रश्नको उत्तर तपाईहरुले हेर्नुभयो। धन्यवाद छ तपाईहरुलाई। यसले तपाईहरुले निमा पब्लिकेसनको साइन्स खण्डको सेट 6 का सम्पूर्ण प्रश्नको उत्तर अध्ययन गर्नुभयो, हेर्नुभयो र तपाईहरुले आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिनुहोला र यो भिडियोलाई लाइक पनि गरिदिनु होला अनि यो भिडियोलाई चाहिँ आफ्नो साथीभाइ नजिक पनि पठाउनु होला र तपाईहरुले साथीभाइहरुलाई पनि ती प्रश्नहरुको उत्तर अध्ययन गर्नमा सजिलो हुन्छ भनेर शेयर गर्नु होला। अर्को सेट लिएर आउने नै छु तपाईहरुको माझमा। तबसम्मको लागि यति नै हस्त। धन्यवाद।